सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई स्वागत छ। आजको हाम्रो एउटा प्रोब्लम रहेको छ साइन्सको, जुन फोर्स एन्ड मोसनको ल अफ मोसनको फर्स्ट ल अफ मोसनसँग सम्बन्धित छ। ल यसलाई सल्भ गर्दै जाउँ। यो अलि इम्पोर्टेन्ट पनि छ किनभने यो प्री बोर्डमा सोधिरहेको क्वेसन हो। हामीले पहिला यहाँ गिभन लेखौँ, रिटार्डिएसन 2.5 मीटर पर सेकेन्ड स्क्वायर। यो भन्दा अगाडि सर क्वेसन पढ्यौ है त। द रिटार्डिएसन अफ अ कार ड्यू टु ब्रेक्स इज 2.5 मीटर पर सेकेन्ड स्क्वायर। अन अप्लाइङ ब्रेक्स द कार स्टप इन 10 सेकेन्ड। क्यालकुलेट द इनिसियल भेलोसिटी अफ द कार। यसमा के भन्यो भन्दा हामीले फाइनल भेलोसिटी पनि दिएको छ, यहाँ क्वेसनमा दिएको छैन, तर यो क्वेसनको कन्डिसन अनुसार फाइनल भेलोसिटी 0 हुन्छ। फाइनल भेलोसिटी 0, रिटार्डिएसन दिएको छ, टाइम टेकन पनि दिएको छ भने हामीले यू को भ्यालु इजिली निकाल्न सक्छौँ। फाइनल भेलोसिटी v इज इक्वल्स टु 0 सिन्स यो 0 कसरी भयो भन्ने डाउट आउन सक्छ, कारण सिन्स द कार कम्स टु रेस्ट हैन। त्यसपछि टाइम टेकन रहेको छ, टाइम टेकन t इज इक्वल्स टु 10 सेकेन्ड। देखिएको रहन्छ, टाइम t इज इक्वल्स टु 10 सेकेन्ड। नाउ using the equation of motion हाम्रो फर्मुला रहेको छ v इज u प्लस at। यसले हामीले योभन्दा अघिको भिडियोमा डेराइभ पनि गरेका छौँ, गएर भिडियो हेरिदिनु होला। हामी अब यहाँ v को भ्यालु 0 रहेको छ और हामीलाई निकाल्नु पर्ने u छ प्लस हाम्रो एक्सेलरेसन ड्यू टु ग्राभिटी जुन, तर हाम्रो यहाँ ए छ, तर यहाँ रिटार्डिएसन 2.5 दिएको छ। यो भनेको माइनस 2.5 हो किनभने एक्सेलरेसनको उल्टो रिटार्डिएसन माइनस 2.5 इन्टु टाइम रहेको छ 10 सेकेन्ड। युनिट लेख्न जरुरी छैन, 10 इज इक्वल्स टु यू माइनस टाइम्स प्लस माइनस, त्यसकारण 2.5 टाइम्स 10 माइनस 2.5 टाइम्स 10 इज इक्वल्स टु माइनस 25 or 0 plus 25 is equals to u. Therefore initial velocity u is equals to 25 हाम्रो। so the initial velocity of car is 25 meter second। ल हाम्रो क्वेसन यही रहेको छ, सर एकपटक हेर्नुहोस्। Finally do subscribe. Thank you.